आज म हजुरहरूलाई हाम्रै यसै स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकाको वडा नम्बर 4 मा पर्ने ठाउँ लुकेको गलेमको बारेमा देखाउन जाँदैछु। प्राकृतिकले भरिपूर्ण भएको ठाउँ, आफैमा एउटा स्वर्गमा पुगेको महसुस गर्न सकिन्छ हामी त्यस ठाउँमा पुग्यौँ भने। अहिले चाहिँ एकदमै बाटोहरू राम्रो छ साथीहरू, पहिलाका भन्दा धेरै राम्रो बनाउनु भएको छ। यतापट्टि हामी विभिन्न ठाउँहरू देख्न सक्छौँ। अहिले म यो आरुखुर्का भन्ने ठाउँबाट यो कोटा हुँदै अहिले म यो गलेममा आइपुगेको छु। गलेमको भिरमा छु यति बेला चाहिँ। चाहिँ साथीहरू म हजुरहरूलाई गलेमको एकदमै धेरै ठाउँहरू देखिने होइन, मान्छेलाई एउटा आकर्षित बनाउने ठाउँ, मान्छेलाई लोभ्याउने एउटा ठाउँ छ। एकदमै हाम्रो फेदीखोला गाउँपालिकाकै एकदमै धेरै ठाउँहरू देखिने ठाउँमध्येको एक ठाउँ रहेको छ। आज म हजुरहरूलाई त्यसै ठाउँमा लिएर जाँदैछु। अनि यो ढुङ्गाहरू हेर्नु न हजुरहरू, हेर्नु त, आहा यो ढुङ्गा त एउटा तपाईँको चट्टानहरू नै, यो ढुङ्गा हेर्नु त, ओहो आमा वाउ हो त यो चट्टानी ढुङ्गाहरू, आमा। अब म हजुरहरूलाई हाम्रो फेदीखोला गाउँपालिकाकै एउटा स्वर्गमा लिएर आइपुगेको छु। हेर्न सक्नुहुनेछ, वाउ हेर्नु न, आमा आहा हेर्नु त भ्यू, आमा यो भ्यू हेर्नु न साथीहरू, हेर्नु त, वाउ। यतापट्टिको दृश्य देख्न सक्नुहुनेछ तपाईँहरू, आफैलाई एउटा लोभ्याउने खालको दृश्य रहेको छ। र यहाँबाट हामीले विभिन्न ठाउँहरू देख्न सक्छौँ। हेर्नु त, आहा एउटा मान्छेलाई, मरेको मान्छेलाई उठाउने खालको एउटा दृश्य छ। हजुरहरूलाई चाहिँ भ्युजहरू मनपर्छ, तपाईँलाई भ्यू मनपर्छ भने चाहिँ तपाईँहरूको लागि चाहिँ यो ठाउँ चाहिँ बेस्ट हुनसक्छ। यो ठाउँ चाहिँ स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकाको वडा नम्बर 4 मा पर्ने ठाउँ हो। यसलाई चाहिँ गलेम भनिन्छ। हजुरहरू यतापट्टि गलेमतिरको स्थिति हेर्न सक्नुहुनेछ, यस्तो रहेको छ। अहिले बर्खाको समयले गर्दाखेरि पनि होला, त्यो माथितिरका डाँडा काँडाहरू हेर्न सक्नुहुन्छ, एकदमै हरियो, मान्छेलाई लोभ्याउने खालको एउटा अर्कै स्वर्गमै पुगेको महसुस दिलाउने खालको दृश्य रहेको छ। हजुरहरूलाई यो गलेमको एउटा भ्यू पोइन्टमा लिएर जाँदैछु। त्यहाँबाट चाहिँ हामीले धेरै नै ठाउँहरू देख्न सक्छौँ। अब चाहिँ म ढिला नगरिकन हजुरहरूलाई गलेमको ठाँटीतर्फ लिएर जाँदैछु। ठाँटीबाट चाहिँ आज यस्तो राम्रो दृश्य देखिने गला छ कि, किनकि आज मौसम पनि एकदमै धेरै खुलेको छ, एकदमै राम्रो भएको छ। आज म हजुरहरूलाई यो मौसम खुलेको बेलामा गलेमका लुकेका एकदमै मान्छेलाई लोभ्याउने खालका दृश्यहरू देखाउन जाँदैछु। यतापट्टिको भ्यू, वाउ हेर्नु न, मान्छेलाई एउटा लोभ्याउने खालको दृश्य रहेको छ। एउटा आफैमा स्वर्गमा पुगेको महसुस गर्न सकिन्छ हामी यस ठाउँमा आयौँ भने चाहिँ। यतापट्टिको नजरिया हजुरहरू अवलोकन गर्न सक्नुहुनेछ। आहा हेर्नु न यो दृश्य कति राम्रो छ, कति राम्रो छ है। एउटा मान्छेलाई लोभ्याउने खालको दृश्य रहेको छ। अनि यतापट्टि तलपट्टि तपाईँहरू देख्न सक्नुहुनेछ, यो तलपट्टिको ठाउँ चाहिँ अहिले म आएको बाटो हो। म चाहिँ अहिले यताबाट त ठाँटीबाट मैले भिडियो बनाउँदै अहिले यो ठाउँमा आइपुगेको छु। अनि अब चाहिँ म हजुरहरूलाई यहाँबाट देखिने दृश्यहरू देखाउन जाँदैछु। यतापट्टि तपाईँहरू देख्न सक्नुहुनेछ, यतापट्टिको भ्यू चाहिँ एकदमै डरलाग्दो र एकदमै भयानक, एउटा काली लाग्ने खालको एउटा दृश्य रहेको छ कि म अहिले ठाँटीमा आइपुग्न आँटिसकेको छु। योलाई भन्छ ठाँटी, यो चाहिँ पहिला गलेमको ठाँटी हो। अब म हजुरहरूलाई ठाँटीबाट देखिने भ्यूले तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। ल साथीहरू, म चाहिँ अहिले यति बेला ट्याक्क ठाँटीमा आइपुगेको छु र ठाँटीबाट चाहिँ हामीले एकदमै धेरै दृश्यहरू देख्न सक्छौँ। चाहिँ म हजुरहरूलाई यतै ठाँटीबाट स्वागत गर्न चाहन्छु दृश्य सामुच्चे। ल साथीहरू हेर्नु त, वाउ आहा भ्यू हेर्नु न, आफैमा एउटा स्वर्गमा पुगेको महसुस गर्न सकिन्छ। ल हेर्नु साथीहरू, यतापट्टिको भ्यूहरू चाहिँ आज चाहिँ एकदमै खुलेको छ होइन, एकदमै मौसम पनि खुलेको छ। अब चाहिँ म हजुरलाई सर देखाउने छु है यतापट्टिको दृश्यहरू। गलेमको डाँडामा हावा सरर, जता छ निर्माया उतै नजर, मनले रोजेको
झै गलेमको यो ठाटीमा बसिरहेको थिएँ अनि ठाटीमा बस्दै गर्दाखेरि चाहिँ अहिले चाहिँ पानीका थोपा परिसकेका छन् अनि पानी पर्न आँटिसकेको छ साथीहरू। चाहिँ ल साथीहरू एकचोटि सर यतापट्टि हेर्नु होला होइन। यो चाहिँ यता ठाटीबाट देखिने दृश्य रहेको छ, एकदमै राम्रो दृश्य छ साथीहरू। हजुरहरू देख्न सक्नुहुनेछ यतापट्टिको नजरिया चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ पक्कै पनि एकदमै हजुरहरूलाई मन लोभ्याउने खालको दृश्य रहेको छ। अनि उहाँबाट चाहिँ दाइले अटो लिएर आउँदै हुनुहुन्छ उताबाट, उहाँ डाँडोबाट एकजना दाइले अटो लिएर आउँदै हुनुहुन्छ है। त हेर्नुहोस् होला तपाईँहरू, उहाँ माथिबाट हेर्नु न कुहिरो निस्किन आँटेको छ साथीहरू। उहाँबाट हेर्नु कुहिराको उत्पन्न भइसकेको छ, अब चाहिँ कुहिरो लाग्छ यहाँ चाहिँ सर लाएर हेर्नु न। अब कुहिराको पुरै यो भ्यू देखिन लाग्थ्यो नि, अहीँसम्म कस्तो क्लियर देखिएको थियो। अहिलेबाट त्यहाँबाट सुर गरेको छ, निस्किनको लागि सुरु भइसकेको छ। तिनीहरूलाई दाइसँग यस्तो छोटो मिठो कुराकानी गर्ने गला छु। दाइ चाहिँ उताबाट अटो लिएर आउँदै हुनुहुन्छ। ल साथीहरू अहिले चाहिँ म ट्याक्क यो गलेमको रोडमा आइपुगेको छु। कच्ची सडक हो यो चाहिँ, बाटो कच्ची भए पनि एकदमै सहज छ, अटो चल्ने खालको बाटो छ होइन। अब पहिलाको भन्दा त धेरै नै सुधार भएको छ अहिले गलेममा। अनि उताबाट अटो लिएर आउँदै हुनुहुन्छ। चाहिँ म अटोको सञ्चालक दाइसँग पनि यसो थोरै हामी छोटो मिठो कुराकानी गर्ने गला छौँ। दाइले चाहिँ यस्तो बाटोमा पनि अटो लिएर आउँदै हुनुहुन्छ, एकदमै मेहनती दाइ। उहाँ मान्छे लिएर जानुभएको थियो, अहिले चाहिँ मान्छे छोडेर आइसक्नु भएको छ। ल पहिलोपटक गलेममा अटो लिएर आउने दाइ राजकुमार दाइ हुनुहुन्छ। ल साथीहरू अहिले चाहिँ म गलेममा आउँदै गर्दाखेरि चाहिँ हाम्रो राजकुमार दाइ होइन, हजुर राजकुमार होइन, दाइले चाहिँ उहाँ गलेममा मान्छे पुऱ्याएर आउनुभयो। अनि दाइ हजुरलाई चाहिँ यो अहिले चाहिँ कस्तो फिल भयो तपाईँलाई चाहिँ यता गलेमतिर अटो ल्याउँदाखेरि चाहिँ? मलाई एकदम आनन्द छ, हावापानी हजुर त्यहाँ बासी पेसेन्जर पनि हुनुभयो। हजुर म एकदम आनन्द छु। हजुर चाहिँ यो बाटाको विषयमा चाहिँ के भन्न चाहनुहुन्छ? यो बाटोको विषय त मैले के भनौँ त नि, अब सरकारले बनाइदियो हुनेले पालिने सरकारले। तपाईँ अब एउटा अटोको सञ्चालक पनि हुनुहुन्छ, हजुर त अब यही बाटो धेरैचोटि ओहोरदोहोर पनि गरिराख्नुपर्छ पेसेन्जरहरू लिएर हिँड्नको लागि। हजुरको चाहिँ अब एउटा चालक पनि हुनुहुन्छ होइन, धेरै दुःख पनि पाउनुभएको छ होला यो बाटोमा हिँड्दाखेरि, आफ्नो अटोमा होइन। विभिन्न समस्याहरू आउने पनि गर्दछन् होला बाटाले गर्दाखेरि। हजुरको तर्फबाट चाहिँ नेपाल सरकारलाई चाहिँ यो बाटाको अनुभवबाट चाहिँ के सन्देश दिन चाहनुहुन्छ हजुर? के सन्देश दिन चाहन्छु भने अब हामी गलम त सधैँ जाने आउने बिहानै उठ्दा पनि यतै जाने, बेलुका उठ्दा पनि यतै छडिने भयो हुनाले यो बाटो जहाँ जहाँ अप्ठ्यारो छ त्यहाँनिर बाटो बनाइदिए हुन्थ्यो भन्ने आग्रह गर्छु म त। यो बाटो चाहिँ छिटै ढलन होस्, छिटै ढलन होस् भन्ने, पिचोस् भए पनि ढलन भए पनि छिटै होस् भन्ने आग्रह गर्छु बालेन सरकारलाई। अनि हजुरले चाहिँ अहिले कतिजना व्यक्तिलाई चाहिँ अहिले गलेम पुऱ्याएर आउनुभयो तपाईँले? मैले 3 जना व्यक्तिले 3 जना पेसेन्जर 3 जना पेसेन्जरलाई गलेम छोडेर आउनुभएको छ। ल शुभयात्रा दाइ, राम्रोसँग जानु होला, भेट्दै गरौँ ल है। एकदम खुसी लाग्यो हजुरलाई भेटेर। ल हजुरहरूलाई यदि अटो चाहिन्छ भने यहाँ नम्बर छ, टिप्नु होला है त। ल हस् गाउँठाउँतिर चाहिँ एकदमै दामी दामी भ्यूहरू छन् साथीहरू। अब चाहिँ म हजुरहरूलाई यतै भ्यूतिर लिएर जाँदैछु। ल साथीहरू सुरुमै हेर्नुहोस् भ्यू चाहिँ यस्तो राम्रो छ होइन, बवालको भ्यू छ हेर्नु न। ल साथीहरू यतापट्टि हेर्नुहोस् न, एकदमै डरलाग्दो भिड छ। आज म हजुरहरूलाई यो भिडमा होइन, यो भिड चाहिँ तपाईँहरूले धेरैचोटि देख्नुभयो होला मेरो एपिसोडहरूमा। आज म हजुरहरूलाई एकदमै खतरनाक ठाउँमा लिएर जाँदैछु साथीहरू। एकदमै धेरै एक्साइटेड पनि छु है। र आज चाहिँ म चसमा लाएर हजुरहरूलाई हाम्रो गाउँठाउँमा रहेको एउटा लुकेको स्वर्ग जस्तो ठाउँमा लिएर जाँदैछु। अनि त्यो ठाउँको बारेमा चाहिँ कुराकानी गर्नुपर्दाखेरि चाहिँ यति सुन्दर छ हजुरहरूले कल्पनै गर्न नसक्ने खालको ठाउँ छ क्या। तर त्यो ठाउँ चाहिँ एकदम धेरै ओझेल परेको छ। किन ओझेल परेको छ भन्दाखेरि साथीहरू अब हाम्रो गाउँठाउँतिर त बसाइ सर जानु एकदम धेरै चाप बढिरहेको छ। अनि त्यो कारणले गर्दाखेरि चाहिँ यहाँ चाहिँ त्यस्तो भिडियोहरू बनाउने मान्छेहरू त्यति हुनुहुन्न कि। अनि त्यो टाइमले गर्दाखेरि पनि अहिले त्यो ठाउँ चाहिँ एकदमै पछाडि परेको छ। आज म हजुरहरूलाई त्यस्तो ठाउँमा लाँदैछु। म आफै एक्साइटेड छु साथीहरू। म त्यो ठाउँमा धेरैचोटि गएको छैन, म चाहिँ 1-2 चोटि मात्रै गएको छु कि। अनि त्यो भएर पनि म आफैलाई एउटा छुट्टै एक्साइटेडमेन्ट भएको छ।
छुट्टै एउटा एक्साइटेड फिल भएको छ। अनि म चाहिँ कति बेला त्यो ठाउँमा जाउँला र एकदम धेरै इन्जोय गरौँला जस्तो भइरहेछ है। अनि अहिले चाहिँ कुहिरो पनि लाग्न आँटेको छ। यस्तो राम्रो देखिन्छ नि साथीहरू, कुहिरो लाग्दाखेरि त त्यहाँबाट अनि तल कुहिरो हुन्छ है। यस्तो भिडियोमा चाहिँ आफै एउटा कुहिरो माथि उडेको फिल बनाउँछ कि त्यो ठाउँमा चाहिँ। अनि तपाईँ त्यो नेचुरल भाइब्सको फ्यान हुनुहुन्छ भने यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है त। यो भिडियो चाहिँ हजुरको लागि हुनसक्छ। अनि बाटोमा त्यो ठाउँसम्म जानको लागि चाहिँ बाटोको स्थिति तपाईँ देख्न सक्नुहुन्छ। बाटो चाहिँ एकदमै डरलाग्दो बाटो छ साथीहरू। यो बाटोलाई चाहिँ हाम्रो स्याङ्जाकै सबैभन्दा खतरनाक बाटो भन्दा पनि फरक नपर्न सक्छ, यदि म गलत छैन भने चाहिँ फरक नपर्न सक्छ। किनकि त्यस्तो डरलाग्दो बाटोमा अहिले म हिँडिरहेको छु, तपाईँहरूलाई यात्रा गराइरहेको छु। यो बाटो चाहिँ एकदमै डरलाग्दो बाटो हो। यो चाहिँ वान वेको बाटो हो साथीहरू। यहाँ चाहिँ त्यस्तो बसहरू केही पनि चल्दैनन्, किनकि यहाँ चल्ने भनेको 4 व्हिल जिप मात्र हो। किनकि यो बाटोमा चाहिँ त्यस्तो बसहरू चल्ने खालको चाक्लो बाटो छैन। किनकि माथिपट्टि हेर्न सक्नुहुनेछ, यहाँ चाहिँ दिनम ढुङ्गाहरू खस्ने गर्दछन्। किनकि माथिपट्टि एकदमै डरलाग्दो भयानक भिर छ। तपाईँहरू अगाडिको दृश्यमा देख्न सक्नुहुनेछ। ल हेर्नुहोस् यो भिर हेर्नु न, आम्मा एकदमै भयानक छ। मलाई पनि एकदमै डर लागिरहेको छ यो भ्लग बनाउनको लागि। अहिले चाहिँ एकदमै हावाहुरी पनि चलेको छ। अनि त्यो कारणले गर्दाखेरि पनि यो ठाउँमा चाहिँ एकदमै बस्नको लागि उचित छैन है। अनि यता पछाडिपट्टिको भ्यूहरू हेर्न सक्नुहुन्छ हजुरहरूले। पछाडिपट्टिको तपाईँहरूले कस्तो देखिराख्नु भएको छ कमेन्ट गर्न सक्नुहुनेछ। अलि उज्यालो देख्नु भएको छैन होला। यतापट्टिको भ्यू हेर्न सक्नुहुन्छ। यतापट्टिबाट पनि एकदमै राम्रो भ्यूहरू देख्ने गर्छ यहाँबाट चाहिँ। अनि यहाँ चाहिँ साथीहरू के छ भन्दाखेरि हामी जति अगाडि गयौँ र हामी जति माथि पुग्यौँ त्यति राम्रो भ्यूहरू देख्ने गर्छ कि यहाँबाट चाहिँ। अझ यहाँबाट चाहिँ सामान्य हो साथीहरू। आज म हजुरहरूलाई लान लागेको ठाउँबाट चाहिँ हामीले सबै ठाउँहरू देख्न सक्छौँ। अनि अहिले चाहिँ पानी पर्न लागेको छ, पानी पर्न पनि आँटेको छ। अनि पानी परेको बेलामा चाहिँ अझ राम्रो देखिने गर्छ। अनि त्यो कुहिरोहरू पनि लाग्छ नि त। अनि कुहिरो लागेको बेलामा, पानी परेको बेलामा चाहिँ एउटा गाउँमै बसेको भाइब्स दिलाउने खालको भ्लग बनाउँदैछु हजुरहरूको लागि। सबैजना प्रतीक्षा गरेर एपिसोड वाच गर्नु होला। अनि बाटो चाहिँ अहिले यतापट्टि चाहिँ ढलन गर्नुभएको छ। ल है साथीहरू, आजको भ्लग एकदम रमाइलो हुने कुरा छ। अनि अहिले चाहिँ म ट्याक्क लौसियोटे पारामा माथि उकाली लाग्दैछु साथीहरू होइन। ल हेर्नुहोस् साथीहरू, यो चाहिँ यस्तो बाटामा काम पनि हुँदैछ साथीहरू ट्याक्क लाएर। अनि पानीको लागि पाइपहरू पनि बनाइएको रहेछ। पुरै बनाउन त बनाएका छन्, किनकि अब यस्तो डिलामा बनाएका रहेछन्। यो डिलामा चाहिँ पहिरो सहिरो गयो भने चाहिँ फेरि यो भत्किने सम्भावना चाहिँ एकदमै धेरै हुन्छ। अब नेपाल सरकारको बजेट आउँछ, ल्याप्लुप आफ्ना भुइँ हाल्छन्। अब कसले विकास गर्ने? अब काम गतिलो भएन कि साथीहरू। म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ नेपालमा चाहिँ आफ्नै घरको जस्तो सम्झेर काम गर्नु पऱ्यो कि। बाटो होस् अथवा चौतारी होस्, जेसुकै बनाउँदाखेरि 1 रुपियाँ पनि पैसा खान भन के। यो पैसा खाने, यो लुट्ने ठग्ने काम गर्नाले चाहिँ हामी सबैले दुःख पायौँ। तिमीहरूले मात्र होइन कि हामी नेपाली जनता सोझा साझाले चाहिँ एकदम धेरै दुःख पाएका छौँ। त्यो चाहिँ बुझ्नु होला सबैजनाले। यस्तो लुटपाट गरेर चोरी डकौटी गरेर धेरै समय टिक्दैन। साथीहरू म चाहिँ अगाडि बढ्दैछु, गल्यामतर्फ जाँदैछु। अनि सडकको स्थिति हेर्न सक्नुहुनेछ। बाटाभरि पुरै पानी नै पानी रहेको रहेछ। अनि यता अब चाहिँ हजुरहरूलाई मैले भनेको ठाउँतिर पुग्नको लागि अझै मलाई 1 घन्टा अथवा 1.5 घन्टा जति लाग्ने बेला छ। प्रतीक्षा गरेर हेर्नु होला होइन सबैजना साथीहरूले। म चाहिँ अब माथितिर जाँदैछु। अनि बाटाभरि पुरै पानी नै पानी छ। अनि माथितिर चाहिँ पुरै झरनाहरू पनि झरिरहेका छन्। ट्याक्क लाएर तपाईँहरू देख्न सक्नुहुन्छ, माथिबाट झरना झरिरहेका छन् साथीहरू। अनि यतापट्टि ल साथीहरू हेर्नुहोस् है भ्यू चाहिँ, आहा एकदमै आफैमा स्वर्गमा पुगेको महसुस गर्न सक्ने खालको भ्यू छ साथीहरू। चाहिँ म तपाईँहरूलाई ट्याक्क मैले भनेको ठाउँतिर आम्न आँटिसकेँ। अझै मलाई करिब यहाँबाट निर्धारित समय अझै आधी घन्टा लाग्ने बेला छ म त्यो ठाउँसम्म पुग्नको लागि। अनि साथीहरू म चाहिँ अहिले बाटोमा हिँड्दै गर्दाखेरि चाहिँ दादाहरू चाहिँ माथि बाटो तलतिर झर्दै हुनुहुन्छ। कता हिँड्नु भयो हजुरहरू? पोखरा जान लाग्नु भएको। हजुर चाहिँ यहीँको स्थानीय हुनुहुन्छ? अहिले यता गल्यामतिर पखाउनुहुन्न? बसाइ सर उता पोखरातिर जानुभएको।
कहिलेकाहीँ आउनु हुँदो रहेछ। अनि हजुरलाई चाहिँ पोखरामा बस्दाखेरि चाहिँ गाउँघरको चाहिँ कतिको याद आउँछ तपाईँलाई? आइराख्नुहुन्छ? ए हजुर चाहिँ यसरी बसाइ सरेर गएको चाहिँ कति समय भयो तपाईँ पोखरा? 15 वर्ष भइसक्यो है। ए चटक्क माया मार्नु भएको छैन? कहिलेकाहीँ आउनुहुन्छ आफ्नो गाउँठाउँ हेर्नको लागि? ए ल ल ल हस्। यतापट्टि दिपक दाई हुनुहुन्छ, सन्जी हुनुहुन्छ। के भन्न चाहनुहुन्छ हजुर चाहिँ आफ्नो गाउँलाई चाहिँ? गाउँ रेखतिर राजा के भने त्यस्तै छ, गाउँमा कोही छैनन् मान्छे। हजुर त्यस्तै छ। ए तपाईँ पनि अब बसाइ सरेर आफ्नो गाउँलाई चटक्क माया मारेर तल बडाचौरतिर झर्नुभयो? माया त कहाँ मार्ने, माया मार्न सक्ने भए त किन आन्छन् र फर्की। हजुर चाहिँ यो के कारणले गर्दाखेरि चाहिँ बडाचौरतिर बसाइ सरेर जानुभयो तपाईँ? पहिला त्यस्तै थियो नि, बाटो थिएन, केही थिएन, असुविधा, त्यही त हो। भनेपछि तपाईँ बाटाकै कारणले गर्दाखेरि चाहिँ सर्नु भएको? अनि पहिला बाटै त्यस्तो भयो। अहिले बाटो बनिसकेपछि चाहिँ तपाईँलाई अब फेरि आफ्नै गाउँ ठाउँतिर फर्किउँ, आफै गाउँ ठाउँतिर गएर बसौँ भन्ने खालको सोच आउँछ क्या चाहिँ? यहाँ हो, यहाँ टक्क चिटिक्कको घर बनाउने, यतै बस्ने नि। कहाँ बडाचौरमा केही छैन, यहीँ छैन रमाइलो, त्यस्तो छ है। ए अहिले चाहिँ यहाँ तपाईँको यो गल्यामको घरमा चाहिँ को हुनुहुन्छ कि अथवा चटक्कै तालचै लाएर जानुभयो तपाईँ? तालचै लाउनुभयो? केही छैन हजुर, त्यस्तै छ। ढोका लाएरै तल झर्नु भएको, कहिलेकाहीँ आफ्नो घर हेर्नको लागि आउनुहुन्छ फर्किएर। अनि दाजु तपाईँ चाहिँ यहाँ बसाइ सरेर चाहिँ के कारणले जानुभयो तपाईँ पोखरा चाहिँ? यो विषयमा पनि यसो थोरै भनिदिनु न। पहिलो कुरो हामी यहाँ बस्ने बेलामा चाहिँ यो बाटोको सुविधा थिएन, सबै कुराको समस्या थियो, बाटो आइपुगेको थिएन, लाइन थिएन। अब शिक्षा स्वास्थ्यको लागि चाहिँ हामी तल झरियो। हजुर। त्यसपछि चाहिँ बिस्तारै बिस्तारै बाटोको ट्र्याक खोल्नुभयो, बत्ती आयो होइन। आफ्नो गाउँहरूलाई चाहिँ चटक्क माया मार्न सकिन्न, त्यो भएर चाहिँ मैले यहाँ पहिला गाडी पनि चलाएँ यो बाटोमा, लगभग 6-7 वर्ष बुलेरो गाडी चलाएँ। अहिले चाहिँ अब बेला बेलामा महिनाको 1-2चोटि आइरहेको छु म यहाँ। अब भुल्न त कहाँ सकिन्छ र वहाँ बसे पनि। मेन यहाँको प्रब्लम भनेको बाटो अब चाहिँ समयमा आइदिएन, त्यो बेलामा आइदिएको भए सायद कोही पनि यहाँ बसाइ सराइ जानुहुन्थेन होला है। त्यो हिसाबले हामीले छोडियो सर। अनि अहिले चाहिँ हजुरलाई चाहिँ अब पोखरामा बसाइ सरेर जानुभयो, अहिले चाहिँ तपाईँलाई चाहिँ अब गाउँतिरै गएर बसौँ, गाउँमा अब बस्न अब अहिले बाटो पनि बन्यो, हजुरलाई चाहिँ अब गाउँतिर गएर बसौँ भन्ने सोच आउँछ क्या छ अहिले तपाईँलाई चाहिँ? सोच होइन सर, यहीँ बस्ने हो नि, मेरो जग्गा पनि छ यहाँ। अब यहीँ घर बनाएर यहीँ बस्ने सर। अब यति राम्रो हेर्नु त, प्रकृतिले यस्तो चाहिँ भरिभरा हाम्रो गाउँ, अहिले त अब कोही पनि हुनुहुन्न। हामी चाहिँ पछि भविष्यमा त यहीँ बस्ने सर हामी। भनेपछि तपाईँ चाहिँ बजारमा बस्ने सोच छैन पछिको लागि चाहिँ? पछि यहाँ छ, बसाइ छ बजारमा, तर मन हाम्रो सबै गाउँमै छ सर। गाउँमै छ, पछि फेरि फर्केर आउने सोच बनाउनु भएको छ, यो आफ्नै गाउँमा फर्किने सोच बनाउनु भएको छ। हजुरको शुभ नाम चाहिँ के पर्यो तपाईँको? बालचन्द्र पौडेल, म दिपकको दाइ। ए उहाँको दाइ हुनुहुन्छ तपाईँ? ए अहिले चाहिँ पोखरामा बस्दै आइराख्नु भएको छ? ए हजुर। भनेपछि तपाईँले पहिला यहाँ कति वर्ष भन्नुभयो अरे गाडी चलाएको? 7 वर्ष मैले बुलेरो चलाएँ। ए हजुर, यही बाटोमा चलाउनु भयो तपाईँले? ए यो त एकदम स्वर्ग हो नि सर। त्यो बेलामा त कति तपाईँको त कति अप्ठ्यारो थियो, फोरविलले तान्ने थिएन, माथिको बाटो चलाइयो लगभग 3-4 वर्ष। त्यसपछि यो ट्र्याक खुलेपछि बल्ल अहिले अलिकति चाहिँ राम्रो भएको यहाँ होइन। अहिले त धेरै सुविधा छ यहाँ, पहिला त धेरै गाह्रो थियो सर, ट्र्याक थिएन, केही पनि थिएन, अब विद्युत थिएन तपाईँको, त्यही हिसाबले अब हामी तल सरियो। तर रोजगार मेरो यहीँ नै हो। पछि चाहिँ यहीँ आउने सोच बनाउनु भएको छ? ए हस्, धन्यवाद दाजु, एकदम खुसी लाग्यो हजुरलाई भेटेर, एकदम खुसी लाग्यो। ल ल दादा है, ल राम्रोसँग जानु होला, शुभयात्रा। आइराख्नु होला, आफ्नो गाउँलाई माया चाहिँ नमार्नु होला है त। ल साथीहरू, म चाहिँ अब माथितिर बढ्दैछु। चाहिँ म हजुरहरूलाई आज गल्यामकै एकदमै लुकेको स्वर्ग जस्तो ठाउँमा लिएर जाँदैछु। चाहिँ म हजुरहरूलाई यहाँबाट त्यो ठाउँसम्म पुग्नको लागि अझै मलाई आधी घन्टा 1 घन्टा लाग्ने होला छ। अनि अहिले चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ गल्याममा पनि यसरी स्कुटर चलेर हिँड्ने अवस्था आइसकेको छ। सर लाएर स्कुटर पनि चल्दै आइरहेका छन्। बाटो चाहिँ एकदमै सुधार भएको छ अहिले पछिल्लो समय चाहिँ गल्यामतिर चाहिँ। अनि यतापट्टि चाहिँ तपाईँहरू साथीहरू अब चाहिँ म हजुरहरूलाई ढिला नगरिकन हाम्रो गल्याममा रहेको एउटा लुकेको स्वर्ग जस्तै एउटा गन्तव्यमा लिएर जाँदैछु। चाहिँ मलाई यहाँबाट त्यो ठाउँसम्म पुग्नको लागि मलाई धेरै समय लाग्दैन, किनकि म त्यो ठाउँसम्म आउन आँटिसकेको छु। चाहिँ म हजुरहरूलाई सरप्राइज दिनको लागि हाम्रो गाउँठाउँमा छोडिएका एकदमै पुराना ठाउँहरू, स्वर्ग जस्ता ठाउँहरूको बारेमा मैले पछिल्लो समय एकदम धेरै तपाईँहरू समक्ष भिडियो बनाउँदै आइ पनि रहेको छु। आज चाहिँ म हजुरहरूलाई यतापट्टि हेर्न सक्नुहुनेछ, यो ठाउँ देख्नुभयो भने यो चाहिँ गल्यामको देउराली भनिन्छ। आज म हजुरहरूलाई यसै गल्याम देउरालीको बारेमा देखाउन जाँदैछु। यहाँबाट हेर्दा त यो सामान्य हो,
अझ हामी त्यही ठाउँमा गएर त्यहीँबाट भ्यू हेर्दाखेरि चाहिँ आफैमा एउटा स्वर्गमा पुगेको महसुस गर्न सकिन्छ। ल साथीहरू, म चाहिँ एकदम धेरै एक्साइटेड छ साथीहरू त्यो ठाउँसम्म पुग्नको लागि, किनकि म चाहिँ एकदम धेरै आतुर छु है। आज चाहिँ म तपाईँहरूलाई त्यस्तो ठाउँमा लिएर जाँदैछु होइन। अनि अहिले चाहिँ हेर्नु न उतापट्टि कुहिरो लाएर साथीहरू हेर्नु, आहा कस्तो राम्रो देखिएको के। म एकदमै मनमा एकदमै चञ्चल भइरहेको छ कति बेला त्यो ठाउँमा पुगेर त्यो भ्यू हेरौँ जस्तो फिल भइरहेको छ। अनि यतापट्टि हेर्नु न गल्यामतिरको भाइस, वाउ हेर्नु न, आहा डाँडा काँडामा कुहिरो होइन। अनि हरियो खेतमा धान हरियाली भएको देख्दाखेरि चाहिँ मनमा चाहिँ एउटा छुट्टै कौतूहल त जाग्दो रहेछ है। अहिलेसम्म चाहिँ साथीहरू मलाई चाहिँ एकदमै धेरै बोरिङ भएको थियो। अहिले चाहिँ यो ठाउँमा आइसकेपछि चाहिँ मनै एकदमै शान्त भइरहेको छ, मनमा एउटा कौतूहलता पनि जागिरहेको छ। चाहिँ म हजुरलाई ढिला नगरी त्यस ठाउँतर्फ लिएर जाँदैछु, प्रतीक्षा गर्नु होला। अलि सडक चाहिँ अलि नाजुक रहेछ साथीहरू, किनकि यो कुलो चाहिँ यता काट्नु भएको रहेछ, यताबाट चाहिँ कुलोसिलो काटेर फालेको भएदेखि चाहिँ यो बाटोहरूमा चाहिँ पानी आउनु थिएन। यो खेतको पानी चाहिँ अहिले पुरै बाटोतिर आएर चाहिँ अहिले बाटोलाई डिस्टर्ब गरेको तपाईँहरू अगाडिको दृश्यमा देख्न सक्नुहुनेछ। साथीहरू म चाहिँ फाइनली अहिले माथितिर आइसकेको छु होइन। हजुरहरू देख्न सक्नुहुन्छ चाहिँ म यो बाटोमाथि उक्लिसकेँ। अनि यता बाटो हेर्नु न भ्यू, वाउ कस्तो राम्रो के, आहा यता भाडखोलातिरको साइड चाहिँ एकदमै राम्रो देखिन्छ। अझ यहाँबाट भन्दा पनि माथिबाट चाहिँ एकदमै राम्रो देखिन्छ है साथीहरू। चाहिँ म हजुरहरूलाई त्यतै माथितर्फ लिएर जाँदैछु। अनि माथितिर चाहिँ यता लेकमा गाई भैँसी पनि छोड्ने गर्नुहुन्छ। आज म सबै तपाईँलाई देखाउने छु। एकदमै हजुरहरूलाई गाउँघरतिरको एउटा भाइब दिलाउनको लागि मैले कोसिस गर्ने गला छु। गाउँघरतिरको कथा छुट्टै हुन्छ होइन, हेर्नको लागि पनि मजा हुन्छ। सबैजना प्रतीक्षा गरेर भिडियो हेर्नु होला, च्यानललाई सब्सक्राइब गर्नु होला। अब साथीहरू यतापट्टि चाहिँ हेर्न सक्नुहुन्छ पुरै माटाको एउटा ओडार बनाउनु भएको रहेछ। यो चाहिँ घर पोत्नको लागि युज गरिन्छ यो माटोहरू चाहिँ। अनि गाउँघरतिर जाँदाखेरि चाहिँ हामीले यस्तो धेरै ठाउँमा देख्ने गर्छौँ। साथीहरू यतापट्टिको भ्यू हेर्नु न, वाउ कस्तो राम्रो के, आहा हेर्नु न हरियो, आहा आफैमा एउटा स्वर्गमा पुगेको महसुस गर्न सक्ने खालको एउटा दृश्य छ। अनि म चाहिँ अहिले यो बाटो हुँदै आएको, यो बाटो चाहिँ हामी ट्याक्क गयौँ भने रामची देवी मन्दिरसम्म पुग्न सक्छौँ। साथीहरू अब चाहिँ म माथितिर बढ्दैछु। बाटोको स्थिति हेर्न सक्नुहुनेछ, बाटो चाहिँ यस्तो नाजुक छ है। यो बाटो चाहिँ देवीथान जाने बाटो हो, हाम्रो फेदीखोला गाउँपालिकाकै एकदमै शक्तिशाली देवीको मन्दिरमा जाने बाटो। तपाईँहरू अगाडिको दृश्यमा देख्न सक्नुहुनेछ। बाटोको स्थिति चाहिँ यस्तो छ। साथीहरू म चाहिँ अहिले उकाली बढ्दैछु। अनि अहिले चाहिँ एकदमै धेरै घाम चर्किएको छ। अनि म चाहिँ अहिले छाता ओढेर माथि गल्याम देउरालीतर्फ बढ्दैछु। अब हेरौँ हामी यहाँबाट गल्याम देउरालीसम्म पुग्ने बेलासम्म के कस्ता बाटाका राम्रो भ्यूहरू देखिन्छ, सबै हामी तपाईँहरूलाई देखाउने छौँ है त। साथीहरू म चाहिँ अहिले ट्याक्क गल्याम देउरालीतिर आउन आँटिसकेको छु। र म अहिले गल्याम देउराली आइपुग्दाखेरि चाहिँ मलाई एकदमै थकै लाग्यो। र म चाहिँ अहिले यो गल्यामको एउटा चौतारीमा आराम गर्दैछु। पसिना आएर तपाईँहरू देख्न सक्नुहुनेछ, एकदमै गाह्रो भयो पैदल यात्रा हिँडेर आएको आज चाहिँ म। अनि यहाँबाट चाहिँ एकदमै राम्रो भ्यूहरू देखिन्छ। पछाडिपट्टि तपाईँहरू देख्न सक्नुहुनेछ, यहाँबाट देखिने भ्यू चाहिँ अब चाहिँ म हजुरलाई देखाउँछु है त। साथीहरू यो चाहिँ यो गल्यामको देउराली भन्दा तलबाट देखिने दृश्य हो। यतापट्टिको भ्यू चाहिँ एकदमै राम्रो देखिने गर्दछ यहाँबाट चाहिँ। अनि यतापट्टि चाहिँ हेर्न सक्नुहुन्छ, यतापट्टि चाहिँ एउटा खरबारी छ, एकदमै हरियो, अहिले चाहिँ घाँस पलाएर एकदमै आकर्षित देखिएको छ। यो बाटोको स्थिति चाहिँ यस्तो छ है। अहिले चाहिँ यो बाटो कोही पनि मान्छेहरू हिँड्नु हुँदैन, किनकि अहिले एकदमै जङ्गल परिसकेको छ। अब चाहिँ साथीहरू म गल्यामको एकदमै अर्ग्यानिक मूलको पानी खान जाँदैछु। पानीको मूल चाहिँ यतैतिर छ साथीहरू। यहाँ चाहिँ एकदमै प्योर अर्ग्यानिक मूलको चिसो पानी खाएर म चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। अब चाहिँ म फर्स्टमा चाहिँ यता मूलतर्फ जाँदैछु। अनि यतापट्टि चाहिँ पुरै घारी नै घारी छ साथीहरू, तपाईँहरू देख्न सक्नुहुनेछ। मूल चाहिँ यतैपट्टि देखेको थिएँ मैले अस्ति, अब कताबाट जाने हो। यहाँ चाहिँ खोज्नुपर्ने हुन्छ, झाडी नै झाडी छ।
बाटो छैन जस्तो छ हेर्दाखेरि। यतातिर चाहिँ त्यति थाहा हुँदैन नि त। अस्ति अब यतैतिर देखेको थिएँ। अब चाहिँ म यहाँ बाटो खोज्दैछु साथीहरू मूलमा जानको लागि, किनकि बाटै छैन। हेरौँ न चाहिँ पुरै यहाँ छोडुवा भैँसी मात्रै छोड्नुहुन्छ, अनि बाटो कता हो भन्ने केही पनि थाहा हुँदैन कि। अब यसो हिँड्न मिल्नेसम्म कता छ म त्यो हेर्दै त अगाडि तलतिर झर्दैछु। पानी चाहिँ लानु पऱ्यो नि त, अब माथितिर चाहिँ पानी छैन खानको लागि, अनि त्यो कारणले गर्दाखेरि पनि म यता मूल खोज्दैछु। यतापट्टि मूल छ साथीहरू एक ठाउँमा, अनि त्यो मूलतिर जाने बाटो चाहिँ कता बाटो हो भन्ने अलि बाटै छैन कि। अस्ति मैले खोज्दै पत्ता लगाएको थिएँ, अनि अहिले चाहिँ म माथितिर आइसकेको छु कि, धेरै माथितिर आएको छु। अब फेरि तलबाट झरेर जान पनि एकदमै अप्ठ्यारो हुने गर्छ नि त। त्यो कारणले गर्दाखेरि पनि म अब यतातिर जाँदैछु, यही बाटो लगाइछ। म चाहिँ यतातिर जान्छु है त। यो म साथीहरू अहिले चाहिँ म ट्याक्क यो मूल भएको ठाउँमा आइपुगेँ। यहाँ चाहिँ प्योर मूल छ कि पानी तपाईँको। यत्तिकै पानी खाँदा पनि तपाईँको फ्रिजबाट निकालेर खाए जस्तो पानी छ है, एकदमै चिसो। हेरौँ न, आहा हेर्नु त मूलको पानी। यो साथीहरू गोल्यामको चिसो पानी खाँदैछु है म चाहिँ। अनि यो पानी चाहिँ यता माथिबाट आएको, अनि यहाँ माथि चाहिँ जङ्गल छ र माथि चाहिँ खेतसेत केही पनि छैन। अनि यही जङ्गलबाट चाहिँ मूल उठेर पानी निस्केको छ। चाहिँ म यो बोतलमा पानी भर्छु है। चाहिँ म यो माथि तपाईँले देख्नुभयो नि यो डाँडा, तपाईँलाई चाहिँ आज म यो डाँडामा लिएर जाँदैछु। यहाँबाट चाहिँ यति सुन्दर देखिन्छ कि तपाईँहरू आफै ढल्नुहुनेछ है, प्रत्यक्ष गरौँ है त। मैले पानी पनि भरिसकेँ फाइनली। हेर्नु न यो पानी, हेर्नु त पुरै फ्रिजबाट निकाले जस्तो पानी छ। हेर्नु न पुरै चिसो कि, हेर्नु त बाहिरी त बाफ आएर है। फेरि म चाहिँ अहिले बाटोमा आइसकेँ, अनि पानी थाप्न गएको थिएँ। एकदमै गाह्रो भयो है, झाडीले पुरै कोतरेर कपडाहरू पनि पुरै फोहोर भएको छ। अब के गर्नु होइन, अलिकतिर हिँडिसकेपछि दुःख त अवश्य पाइन्छ। के गर्नु, दुःख पाएँ भन्दैमा नआत्तिनु, सुख पाएँ भन्दैमा नमात्तिनु भनेर हाम्रो हजुरबा हजुरआमाले भन्नुहुन्थ्यो। त्यस्तै चाहिँ म चाहिँ साथीहरू कहिल्यै पनि आफूलाई कमजोर चाहिँ मैले ठान्दिनँ, किनकि मलाई धेरैजना साथीहरूले भन्नुहुन्छ भाइ तिमीले यति धेरै दुःख गरेका छौ तर पनि तिमीले सफलता पाएका छैनौ, किन हो खास भिडियोहरू पनि हालिराख्छौ, किन भाइरल भएनौ भनेर भन्नुहुन्छ। म यदि भाइरल हुनकै लागि मैले कन्टेन्टहरू बनाउँथेँ भने त म अवश्य भाइरल हुन्थेँ है। मलाई भाइरल हुनु थियो भने म चाहिँ एउटा भाइरलको लागि नभइकन म आफ्नो गाउँठाउँलाई एउटा सबै माझ पुऱ्याउँ, सबैलाई चिनाउँ, आफ्नो ठाउँ पनि भनेर लागि परेको एउटा व्यक्तित्व हो। त्यो कारणले गर्दाखेरि पनि मलाई यो भाइरल साइरलको त्यस्तो केही पनि टेन्सन छैन। म आफूले सक्ने काम गर्छु, आफ्नो मेहनत देखाउँछु होइन। म कहिल्यै पनि त्यस्तो नराम्रो काम गर्दिनँ। म आफ्नै मेहनतले कसैलाई नराम्रो नगरिकन, कसैलाई ठेस नपुर्याइकन म अगाडि बढ्न चाहन्छु। हजुरहरूलाई यदि मैले दुःख गरेको छैन कि साथीहरू, यत्तिकैलाई दुःख भनिँदैन। यो चाहिँ आफूले आफूलाई एउटा खारिने मौका हो। हामी अब सुरुमै अहिले चाहिँ अब आफ्नो इज्जत फालेर होइन, आफ्नो पुरै त्यस्तो नराम्रो काम गरेर भाइरल हुनुहुन्छ। तर उहाँहरू जस्तो व्यक्तित्वहरू भाइरल भएर कति समय टिक्नुहुन्छ तपाईँले देख्नुभएको छ नि। त्यो भाइरल भएर मात्रै भएन कि, लङ टर्मसम्म टिक्ने खालको भाइरल हुनु पऱ्यो। एकछिनको लागि भाइरल भएर हुँदैन। एकछिनको लागि नराम्रो काम गरेर भाइरल भएर हामीलाई कहिल्यै पनि राम्रो हुँदैन। त्यही भएर राम्रो काम गरौँ, आफ्नो गाउँठाउँलाई चिनाऊँ होइन, समाज पुऱ्याउँ, सबैलाई मन जित्ने काम गरेर आफू भाइरल हुँ भन्न चाहन्छु मेरो तर्फबाट। म कहिल्यै पनि हार मान्ने छैन साथीहरू। म यदि जुन काममा लाग्छु नि, म त्यो कामलाई सम्पादन नगरेसम्म मेरो मनमा शान्ति हुँदैन। म हजारौँ प्रयासहरू गर्नेछु, मलाई अहिले भाइरल हुनु पनि छैन। म आफ्नै मेहनतले, आफ्नै दुःखले, आफ्नो एउटा युनिक स्टाइल निकालेर म आफ्नो ठाउँमा पुग्न चाहन्छु। हजुरहरूलाई मनपर्छ भने सब्सक्राइब गर्नु होला, सेयर गर्नु होला, लाइक गर्नु होला। जुत्ता लाएर हेर्नु त जुत्ताभरि, आम्मामा हेर्नु न जुत्ताले पुरै ल 10-12वटा जुका होला नि साथीहरू। पानी थाप्न गएको पुरै जुकै जुका रहेछन् कि त्यहाँ चाहिँ। साथीहरू म चाहिँ अहिले ट्याक्क 2 घन्टाको यात्रापछि अहिले यो गल्यामको देउरालीतिर आउन आँटिसकेको छु। हजुरले यो देखिराख्नु भएको चाहिँ यो गल्यामको देउराली हो, र अहिले चाहिँ म यो चौतारीमा आइपुगेको छु। एकदमै धेरै
एक्साइटेड पनि छु र एकदमै धेरै थकित पनि छु है। अनि एकदमै गाह्रो भयो साथीहरू तलबाट माथिसम्म आउनको लागि। एकदमै पसिना पनि भइरहेको छु। अब चाहिँ म तपाईँहरूलाई यता माथितर्फतिर लिएर जाँदैछु साथीहरू। म चाहिँ यहाँबाट ट्याक्क भन्नुपर्दाखेरि चाहिँ गल्याङको देउरालीतिर ठडिँदैछु र यतापट्टिको भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले। एकदमै राम्रो देखिरहेछ गाइज। हेर्नु त सर्किट गाडीदेखि लिएर पोखरा पुम्दीकट है सबै हामीले देख्न सक्छौँ। अनि अहिले चाहिँ खुलिरहेको छ, मौसम पनि खुलेको छ है। अनि चाहिँ कुहिरो लागेको थियो अनि अहिले चाहिँ खुलेर एकदम क्लियर भएको छ। अब चाहिँ म हजुरहरूलाई यो तपाईँले अगाडि देखिराख्नु भएको ठाउँतिर लिएर जाँदैछु। यहाँ माथि एउटा ठाँटी छ होइन। चाहिँ म तपाईँहरूलाई यही ठाँटीतिर लिएर अगाडि बढ्दैछु है। अझ यहाँबाट भन्दा पनि साथीहरू यता माथिबाट चाहिँ एकदमै राम्रो भ्यू देखिन्छ। ल साथीहरू हेर्नुहोस्। अनि यतापट्टि अहिले म आएको बाटो पनि म तपाईँहरूलाई देखाउँछु। यो तलको चाहिँ म आएको बाटो हो साथीहरू। ल हेर्नु साथीहरू यस्तो दामी देखिन्छ नि हेर्न। वाउ बाबाले अहिले चाहिँ म यता तलबाट आएको थिएँ। चाहिँ म हजुरहरूलाई यहाँ माथिको डाँडामा लाँदैछु है त। अनि बाटो चाहिँ यस्तो छ। अनि लेकतिर चाहिँ यस्तो दामी फुलहरू पनि फुल्ने गर्दछन्। अनि यो चाहिँ पहिलाको रामचेदेवी जाने बाटो हो पैदल यात्रा गरेर। अनि यो खड्केडीहरू देख्न सक्नुहुन्छ। अहिले चाहिँ खड्केडीहरू चाहिँ पुरै मेटिसकेको छ। अब पैदल हिँड्न छोड्नु भयो नि त, मोटरको बाटो हिँड्ने गर्नुहुन्छ भक्तालुजनहरू पनि। अनि त्यो कारणले गर्दाखेरि पनि बाटोतिर चाहिँ घाँसहरू आएर पुरै पुरिसकेको छ। अनि यतापट्टि हेर्नु न, वाउ जति माथि गयो साथीहरू त्यति राम्रो भ्यू देखिने गर्छ यहाँबाट चाहिँ। त्यहाँबाट भन्दा यहाँबाट हेर्नु न। ल साथीहरू हेर्नुहोस् एकदमै दामी देखिनु भयो होला तपाईँहरूले। एकदमै राम्रो देखिरहेछ। चाहिँ म त्यो माथितिर बढ्दैछु। यहाँबाट त तपाईँको पुरै ठाउँ देखिन्छन् क्या। एकदमै धेरै ठाउँहरू देखिन्छन्। ल साथीहरू म चाहिँ फाइनली अहिले गल्याङको देउरालीमा आइपुगेको छु। यसलाई चाहिँ गल्याङको देउराली भनिन्छ। देउराली चाहिँ यिनी नै हुन्। यहाँ चाहिँ एउटा ठाँटी बनाउनु भएको छ एकदमै राम्रो। यो डाँडोमा एउटा चिटिक्कको ठाँटी छ। ल यताबाट चाहिँ एकदम दामी भ्यू देखिन्छ हेर्नुहोस्। वाउ पहाडतिरको भ्यू। ल हेर्नु गाइज पहाडतिरको साइड। अनि यो चाहिँ अहिले म यहाँतिरको यता च्याङ्जातिरको पऱ्यो। ल म चाहिँ टोटली ठाँटीमा आएँ। अनि यहाँ चाहिँ फुल छ हेर्नुहोस् एकदमै दामी खालको फुल छ हेर्नु न। वाउ ल गाइज ढिला नगरी अब चाहिँ यहाँबाट देखिने भ्यू देखाउँदैछु म तपाईँहरूलाई। कतिको एक्साइटेड हुनुहुन्छ कमेन्ट गर्नु होला। ल ठाँटी पनि एकदमै राम्रो बनाउनु भयो रहेछ। पुरै सिमट लाउनु भयो रहेछ अहिले पछिल्लो समयमा चाहिँ। हेर्नु न सिमट लाएर पेटी लाएर एकदमै चिटिक्कको पार्नुभयो, चिटिक्क बनाउनु भयो रहेछ। ल साथीहरू ठाँटीतिरको स्थिति हेर्न सक्नुहुनेछ। यस्तो छ है गाइस ठाँटीको स्थिति चाहिँ हेर्नु न। वाउ एउटा डाँडोमा एउटा चिटिक्कको ठाँटी है। एकदमै मान्छेलाई लोभ्याउने खालको दृश्य छ। अनि यतापट्टिबाट चाहिँ तपाईँहरू देख्न सक्नुहुनेछ यतातिरको नजरिया। वाउ दामी एकदमै राम्रो देखिरहेछ। यता तलतिर चाहिँ म आएको बाटो हो साथीहरू। अनि यतापट्टिको चाहिँ यो पहाडतिरको साइड पर्छ साथीहरू। यो चाहिँ पहाडतिरको धेरै ठाउँहरू देखिन्छन्। म तपाईँहरूलाई अब एकछिन यहाँबाट दृश्यहरू देखाउने छु है त। ल साथीहरू यो हेर्न सक्नुहुन्छ। अहिले चाहिँ म आएको चाहिँ यही बाटो हुँदै तलपट्टि तपाईँले एउटा घुमाउरो बाटो देख्नुभयो नि, त्यो बाटो हुँदै त्यसै माथिबाट यसरी घुमेर त्यो चौतारीबाट चाहिँ त्यहाँ एकजना व्यक्तित्व हुनुहुन्छ त्यताबाट यसरी घुमेर घुम्दै म यताबाट यसरी आइपुगेको छु। तपाईँहरू देख्न सक्नुहुन्छ अहिले चाहिँ एकदम बबाल देखिरहेको छ। अनि यताबाट पनि खरबारीहरू न पलाएर यस्तो राम्रो देखिरहेछ नि। अनि उताबाट चाहिँ कुहिरो लाएर आइरहेको छ। ल साथीहरू गल्याङको एकदमै पपुलर ठाउँ, एकदमै भ्यूको राजा भनेर पनि यो ठाउँलाई चिनिने गरिन्छ। यो हाम्रो यहाँ फेदिखोला गाउँपालिकाकै
पर्यटकीय गन्तव्य पर्यटकीय स्थान पनि भनेर यो ठाउँलाई भनिने गरिन्छ। तपाईँहरू यो ठाउँमा आउन सक्नुहुन्छ। यो ठाउँबाट चाहिँ हामीले धेरै ठाउँहरू देख्न सक्छौँ, विभिन्न ठाउँहरू देख्न सक्छौँ। तपाईँको यो ठाउँ जतिको अल्को ठाउँ यहाँ कुनै पनि छैन। यो यहाँ हाम्रो फेदिखोला गाउँपालिकाभरिकै सबैभन्दा अल्को ठाउँ भनेर पनि यही ठाउँलाई भनिने गरिन्छ। ल यहाँ चाहिँ एउटा नयाँ किसिमको रुख छ साथीहरू, हेर्नु। वाउ साथीहरू, म चाहिँ फाइनली अहिले करिब घरबाट 2 घन्टाको यात्रापछि यो गलेमको देउरालीमा आइपुगेको छु है। तपाईँहरू पछाडिपट्टिको भ्यू देख्न सक्नुहुन्छ। एकदमै मान्छेलाई लोभ्याउने खालको एउटा प्राकृतिकले भरिपूर्ण भएको चट्टान यो देउरालीमा आइपुगेको छु। यो हाम्रो गाउँठाउँकै एकदमै टुरिस्ट एरिया पनि भनेर यो ठाउँलाई भनिने गरिन्छ। पहिले चाहिँ यहाँबाट चाहिँ एउटा प्याराग्लाइडिङ पनि हुने गर्दछ। यहाँबाट चाहिँ टुरिस्टहरूले आएर प्यारासुट पनि उडाउने गर्नुहुन्थ्यो। तपाईँहरू देख्न सक्नुहुन्छ यो अगाडिबाट चाहिँ प्यारासुटहरू उड्ने गर्थे। अहिले चाहिँ पछिल्लो समय यहाँबाट उडेका छैनन्, किनकि यहाँ अहिले टुरिस्टहरू पनि आउनु हुँदैन। किनकि के कारणले रोकियो भने चाहिँ त्यो हामीलाई त्यति निश्चित रूपमा जानकारी भएन। अब यतापट्टि तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ भाडखोलातिरको एरिया हो। यो तलपट्टिको ठाउँलाई चाहिँ भाडखोला भनिन्छ। अनि यता तलपट्टिको गाउँ चाहिँ यो पुरै गलेम गाउँ हो साथीहरू। हामीले यहाँबाट धेरै दृश्यहरू देख्न सक्छौँ। तपाईँहरू अगाडि हेर्न सक्नुहुन्छ है, एकदमै राम्रो राम्रो दृश्यहरू छन्। यताबाट पुरै कुहिरो लाएर एकदमै असार साउनको भाइस दिलाइरहेको छ हामीलाई। अनि यतापट्टि चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ ठाँटिने भइहाल्यो र यहाँबाट हामीले पोखरा पनि देख्न सक्छौँ। अहिले चाहिँ धमिलो देखिरहेको होला साथीहरू। ल साथीहरू, त्यही नै हो। हजुरहरू हेर्नुहोस्, एकचोटि भिजिट गर्नु होला है त। फेरि अब चाहिँ म हजुरहरूलाई तपाईँले अगाडि एउटा डाँडा देख्नुभयो भने त्यो डाँडामा लिएर जाँदैछु। त्यहाँबाट चाहिँ यहाँबाट भन्दा पनि एकदमै दामी भ्यू देखिन्छ। अब चाहिँ म हजुरहरूलाई त्यसतर्फ लिएर जाँदैछु है त। यतापट्टि देख्न सक्नुहुन्छ यताबाट भ्यू चाहिँ एकदमै राम्रो देखिन्छ है। यो चाहिँ हाम्रो कुबिन्देतिरको साइड पऱ्यो भने पोखराको बजार हेर्नु न। वाउ, पुरै एकदमै क्लियर देखिने गर्दछ यहाँबाट चाहिँ। अनि उतापट्टिको नयाँ एयरपोर्ट, अहिले पुरानो एयरपोर्ट सबै देखिन्छ। यो चाहिँ यहाँको 2000 किलोमिटर उचाइमा रहेको ठाउँ हो। त्यही भएर यहाँबाट हामीले धेरै ठाउँ देख्छौँ। र यतापट्टि चाहिँ पुरै कुहिरो लाएर एकदमै अन्नाकर परेर आइसकेको छ। कुहिराले मलाई घेर्न आँटिसकेको छ। अब म हजुरहरूलाई यता अगाडि देख्नुभएको एउटा डाँडा छ नि, त्यस डाँडातर्फ लिएर जाँदैछु। अहिले अब हिमाल देखिने समय भएको भए चाहिँ हामीले चाहिँ यो हिमाल चाहिँ हजुरहरूले यो अगाडि कुहिरो लागेको ठाउँ देख्नुभयो नि, त्यहीँ नै पर्छ कि एकदमै नजिक पर्छ यहाँबाट हिमाल चाहिँ है। एकदमै नजिकै देखिने गर्छ। अनि अहिले म तपाईँहरूलाई लगेको ठाउँ चाहिँ त्यहाँनिर हो। त्यो चाहिँ देउराली भनिन्छ। त्यहाँ चाहिँ एउटा ठाँटी छ। अब यता माथिबाट चाहिँ एकदमै बबाल देखिन्छ। अब म हजुरहरूलाई त्यतैतर्फ लिएर जाँदैछु साथीहरू। यो चाहिँ बुकी फुल हो। तपाईँहरू देख्न सक्नुहुन्छ, यसलाई चाहिँ बुकी फुल भन्छ। अहिले चाहिँ यो फुलेको छैन है, यो चाहिँ फुलेको रहन्छ। यो चाहिँ मात्र गलेममा मात्रै पाउँछ। तपाईँहरू यता गलेमतिर आउनुभयो भने तपाईँहरूले यो फुल पनि देख्नुहुन्छ है त। भ्यू हेर्नु न साथीहरू। वाउ, यस्तो दामी देखिन्छ नि कसम यार। यो ठाउँमा त प्रचारको कमीले गर्दाखेरि पनि यो ठाउँ एकदमै ओझेल परिरहेको छ कि। यदि यहाँ प्रचार हुने भने चाहिँ यो चाहिँ साथीहरू भ्यूको लागि चाहिँ 1 नम्बर छ कि। यो हाम्रो स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिकाको यो 4 नम्बर वडा नम्बर 4मा पर्छ। 4 नम्बरकै सबैभन्दा यो फेदिखोला गाउँपालिकाभरिकै 1 नम्बर हो भन्दा पनि फरक नपर्ला यार। यो डाँडो जति अल्को डाँडो चाहिँ कुनै पनि छैन कि साथीहरू। हेर्नु न, यो चाहिँ हाम्रो यो फेदिखोला गाउँपालिकाकै एकदमै टप हो कि साथीहरू। यो चाहिँ 2500 मिटर उचाइमा पर्छ समुद्री सतहबाट। अनि यो हाम्रो गाउँठाउँकै सबैभन्दा अल्को डाँडा पनि हो। र रामचे देवी चाहिँ एकदमै अल्कोमा छन् है। अनि यतापट्टिबाट हजुरहरू देख्न सक्नुहुन्छ, यतापट्टि तलपट्टिको गाउँ चाहिँ यो गैरापट्टि कलेयातिरको पर्छ है। देउरालीमा आइपुगेको छु। अनि देउरालीबाट चाहिँ एकदमै राम्रो भ्यूहरू देखिरहेको छ। हजुरहरू यता पछाडिपट्टि देख्न सक्नुहुनेछ। र यतापट्टि पनि म तपाईँहरूलाई देखाउने छु। तपाईँहरू यतापट्टि पनि हेर्नुहोस्, यतापट्टिको भ्यू पनि तपाईँले अवलोकन गर्न सक्नुहुन्छ। हेर्नु त यो भ्यू। तपाईँले चाहिँ यस्तो भ्यू चाहिँ कहीँ पनि देख्नु भएको छैन होला। यो ठाउँमा आउनुभयो भने चाहिँ तपाईँले अवश्य देख्नुहुन्छ है त। हेर्नु सब ठाउँ देखिन्छ कि।
को डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर। यतिन्जेलसम्म हाम्रो ब्लग हेरेर हामीलाई साथ दिनुभएकोमा यहाँहरू सम्पूर्ण साथीहरूलाई एकदम धेरै धेरै धन्यवाद दिँदै आजको भिडियोबाट बिदा माग्ने अनुमति चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।